खाना बनाउन गाह्रो हुने कि त एकदमै जाडो हुँदा हो कि चाहिँ एकदमै गर्मी हुँदाखेरि हो कि गर्मी हुँदाखेरि पनि पकाउनलाई भान्सामा जानै नपरे जस्तो हुन्थ्यो भन्ने हुन्छ। अहिले झन् यो जाडोमा त एकछिन पनि भित्र किचनमा खाना पकाउन नपरे हुन्थ्यो भन्ने हुन्छ कि गाउँमा भए त आगो ताप्दै बरु तातो हुन्थ्यो भान्सामा पकाउनलाई। यहाँ त यति जाडो हुन्छ भाइ एकछिन बाहिरको त घामको बिहानको झुल्को पनि देख्न पाइन्न कि कतिखेर घाम लाग्यो कतिखेर गयो केही जो थाहा हुन्न के। त्यही भएर साथीहरू मैले चाहिँ आइडिया लगाएको कि यसै झोलमा स्वाइँ स्वाइँ सिटी लाएर गटाङ गुटुङ सबै एकै ठाउँ मिसाएर पकाइदियो भने त एकैछिन भए नि घाम ताप्न पाइन्छ कि भाइ। बुद्धि लाउनु पर्यो नि, नत्र त हेर्नु तल जाडो भयो कि एकछिन घाम ताप पालो दिन्छु भन्ने कोही हुन्न नि भाइ घर। सबैलाई मिठो जिउरो पड्काउँदै खाने मन हुन्छ, खाना बनाउने जाँगर कसैमा हुन्न भाइ। अब केही न केही उपाय त लाउनु पर्यो नि होइन। अब साग बनाऊ, तरकारी बनाऊ, दाल बनाऊ, माछा मासु 10 दिवाना बनाएर यो किचनमा चिसोमा बसिरहन भन्दा त सर्लक्क लाएर सबै गेडागुडी एकै ठाउँमा उसिनेर झामझुम पारेर टक्क तातो खाना दिएपछि त एकछिन भए नि घाम ताप्न पाइयो भाइ। यस्तो गरे यस्ता खाने मान्छे पनि खुसी हुने भाइ। ओहो कति मिठो भनेर टक्क मुख मिठाउँदै खाने भाइ। आफू पनि टक्क लाएर बाहिर घाममा बस्न पाइन्छ कि साथीहरू। मेरो आइडिया कस्तो लाग्यो?